कार्यक्रम स्थानीय सरोकारमा जीवन शर्माको नमस्कार। हरेक दिन बिहान 6:30 बजेदेखि 7 बजेसम्म रेडियो आहा 104.5 मेगाहर्ज www.radioaha.com सामाजिक सञ्जाल फेसबुक/रेडियो आहा, युट्युब, टिकटक एवं हाम्रो पात्रो एप्लिकेसन लगइन गरी संसारभर एकैसाथ सुन्न सकिनेछ। विकास निर्माण, समृद्धि र पुनर्निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने मूल नाराका साथ प्रसारण भइरहेको यस कार्यक्रममा आज नमुना गाउँ विकास परियोजनाका परियोजनाकार एवं विज्ञ प्रमुख अतिथि शिव अधिकारी हाम्रो सम्पर्कमा हुनुहुन्छ। आज हामी उहाँ नै अधिकारीसँग नमुना गाउँ विकास परियोजना कसरी सफल बनाउन सकिन्छ र यसमा चुनौती र बाधाहरू के छन् यस विषयमा कुराकानी गर्नेछौँ। हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ शिव अधिकारी। शिव सर, यहाँलाई स्वागत छ। नमस्ते हजुर, तपाईँलाई धन्यवाद छ, मलाई छान्नुभयो, म खुसी भएँ। श्रोतागणहरूलाई पनि मेरो नमस्कार छ। देशलाई माया गर्ने र देशको विकासको लागि लाग्ने सम्पूर्णलाई मेरो नमस्कार। यहाँ आफैमा पनि विज्ञ अनुसन्धानकर्ता, यहाँको परियोजनाले स्थान पाउने पटक पटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा बहस उठिरहन्छ। मैले यहाँलाई पहिलो प्रश्न, स्थानीय सरकारद्वारा नमुना गाउँ व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने मोडालिटी चाहिँ यहाँले कसरी तयार पार्नु भएको हो? मसित धेरै यो स्थानीय लेभलदेखि राष्ट्रिय लेभलसम्मका धेरै कार्यक्रमहरू बनिसकेका छन्। मसित मात्रै सीमित रह्यो। एउटा नमुना गाउँ विकास कार्यक्रमको अवधारणा चाहिँ पेपरहरूमा पनि आइराखेकै छ। त्यहाँ गाउँमा गाउँ विकास समिति, गाउँपालिका जे जति छन् अथवा स्थानीय निकाय सरकारहरू, तिनीहरू त्यहाँ भएका सबै निकायलाई समेटेर एउटा एकीकृत एउटा चाहिँ शक्ति तयार गर्नुपर्छ र गाउँमा उत्पादन हुने चिज के हो, कस्तो उत्पादन हुन्छ, कुन ठाउँमा कस्तो उत्पादन हुन्छ, त्यो उत्पादनको लागि प्रमोट गर्ने, उत्पादनलाई सञ्चालन गर्ने यी कार्यक्रमहरू धेरै चाहिँ गर्नुपर्ने। हजुर, यो नयाँ नेपाल विकास तथा निर्माणको लागि आर्थिक अवधारणाहरू चाहिँ के हो? नयाँ नेपाल भन्नाले के हो भने सबैलाई समृद्ध बनाउने हो, सबैले सम्मान पाउनुपर्छ। यहाँ त के हो भने ठुलो सानो भन्ने कुराहरू धेरै रह्यो। अर्को कुरा के भयो समस्या यहाँ भन्नुहुन्छ भने, अब म एउटा कुरा प्रसङ्ग निकाल्दैछु। अधमा धन मिच्छन्ति धन मानन्छ मध्यमा उत्तमा मान मिच्छन्ति मानवही महता धनम भनेको छ कि यो बुझ्नु भएन, संस्कृत हो। हजुर, अधम एउटा मूर्खले एउटा चाहिँ कुनै ठाउँ पायो भने त्यसले सम्पत्ति कमाउनु मात्रै, लुट्न मात्रै थाल्छ अरे। अनि मध्यम खालकोले चाहिँ त्यसो गर्दाखेरि कुनै सम्पत्ति कमाउँदाखेरि मलाई कसैले आरोप लाउँछ कि कसैले कानुनी रूपमा केही अप्ठ्यारो पर्छ कि भन्ने सोध्छ अरे क्या। हजुर, त्यसो मान्छे चाहिँ के हो भने उत्तम मान्छे, उसले चाहिँ मैले समाज सेवा गरेँ, समाजलाई भलो गरेँ भनेदेखि मलाई सम्मान पायो भने त्यही हो धन भन्छ अरे। यी तीन किसिमका मान्छे मध्ये कुनै भनेर अब मान्छेहरूलाई बनाउनु पर्ने भयो हरेक। नीति निर्माण विज्ञहरूको सुझावलाई परियोजनामा चाहिँ स्थानीय तहका आम नागरिक र जनप्रतिनिधिलाई पनि समावेश गराएर नमुना गाउँपालिका तयार पार्न खोजिएको रणनीति नयाँ योजनाकार हो। हो, मैले त्यही गरिसकेको छु। मसित आफूसित कार्यक्रमै छ। तपाईँले एउटा पत्रिकामा थियो, त्यो पत्रिकामा मेरो आर्टिकल कहाँबाट पुगेछ त्यहाँ आइरहेछ। त्यसलाई सबैले पढ्नु जस्तो लाग्छ मलाई। अझ पनि मेरो इन्टिग्रेटेड कार्यक्रमहरू छ। नमुना गाउँ विकास कार्यक्रम, उद्यमशीलता विकास कार्यक्रम, तराई विशेष सामाजिक सुरक्षा तथा विकास कार्यक्रम, अनि त्यसै पुनर्निर्माण तथा पूर्वाधार विकास बैंक, अनि गाउँ सहर विकास तथा सामाजिक सुरक्षा कार्यक्रम, मन्त्री परिषद सङ्घीय एवं प्रदेश तथा सदस्य प्रशिक्षण प्रतिष्ठान कार्यक्रम, स्रोत पहिचान परिचालन तथा संरक्षण कार्यक्रम, सबै तहमा व्यवहारिक एवं निःशुल्क शिक्षा कार्यक्रम, यस्ता थुप्रै कार्यक्रमहरू छन्। उर्वर जमिन संरक्षण एवं भू उपयोग नीति तर्जुमा तथा कार्यान्वयन, यी आदि कुराहरू मैले बनाएर मसित यी सबै कार्यक्रमहरू छन्। यदि प्रशिक्षणको लागि कसैले आवश्यक पर्यो भने म त्यहाँ उपस्थित हुन पनि म तयार हुन्छु। तर के हो भने अब बुझ्नु पर्यो, आफैलाई चिन्न सक्ने गरी सबैलाई चिन्न सक्ने बनाउनु पर्यो, नसक्नेलाई। त्यो भए मात्रै देश बन्छ, नत्र भने गाह्रो हुन्छ। यो देश बनाउनु धेरै समय लाग्दैन। तपाईँ लाग्नु भएको रहेछ स्थानीय सरोकार भनेर म धेरै खुसी भएँ। हिजो म अफिसमा पनि भने धेरै खुसी भएँ। यो संस्थाले धेरै काम गर्न सक्छ। ल, यस सँगसँगै जीविकोपार्जन कृषि क्षेत्र भन्नाले आम नागरिकलाई कसरी बुझाउन सकिन्छ? हामी आम नागरिकहरूसँग, जनप्रतिनिधिसँग पनि यहाँहरू जस्ता योजनाकार प्रविधि विज्ञहरूले चाहिँ नमुना गाउँ कार्यक्रमलाई चाहिँ परियोजना स्थानीय तह र आम नागरिकसम्म लाँदाखेरि चाहिँ यसले हामीले कृषि क्षेत्रलाई बुझाउने आधार चाहिँ अलिकति बताइदिनुहोस् न, के हुन् यी आधारहरू?
यो के हो भने पहिला नम्बरमा आर्थिक स्रोत र प्रविधिको चाहिँ व्यवस्थापन जिम्मेवार निकाय सरकारले गर्नुपर्छ। त्यसमा चाहिँ मैले के भनेको छु भने यहाँ ब्याङ्कहरू धेरै भए ती धेरै ब्याङ्कहरू पनि हामीसित चाहिएनन्। 3टा मात्रै ब्याङ्क भइ पुग्छ। एउटा पूर्वाधार पुनर्निर्माण तथा पूर्वाधार विकास ब्याङ्क जुन अब दैवीय आपत्ति पर्यो भूकम्प भयो भने त्यसले गर्छ। अर्को विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यक्रम ब्याङ्क। अर्को चाहिँ के हो भने अर्को चाहिँ के अरे वाणिज्य तथा व्यापार सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ब्याङ्क। यो 3 किसिमका ब्याङ्क सबै ब्याङ्कलाई 3टा विङमा राख्नुपर्छ। 3टा विङमा राख्ने सबै ब्याङ्कका शाखाको रूपमा परिचालन गर्ने। एउटा ब्याङ्कले जुन शाखा छ त्यो शाखाले चाहिँ त्यो जुन गाउँमा छ त्यो गाउँको क्षेत्रलाई उसले कभर गर्नु पर्यो। त्यो क्षेत्र हो। सबै कुराहरू चाहिँ समेटेर तिनीहरूलाई अब गाउँका किसानहरूलाई चाहिँ मल बिउ के लागि आवश्यक चाहिन्छ पुँजीको व्यवस्था गर्न सकिन्छ। अनि सरकारी कार्यालयले चाहिँ के गर्ने प्रविधि सिकाइदिने उसले पुँजी उपलब्ध गराउने अनि त्यहाँको उत्पादनलाई बजार व्यवस्था चाहिँ गाउँमै गर्ने भयो। बजार व्यवस्था गाउँमै चाहिँ बजार केन्द्र बनाउने अनि त्यो बजारमा जनताले ल्याएर त्यहाँ सामान बेच्छन् आवश्यक सामान किन्छन्। त्यो किसिमले चाहिँ हामीले सर्कुलेट गर्न सक्यौँ भने यो देशमा परिवर्तन गर्न कुनै समय लाग्दैन। मलाई चाहिँ त्यस्तो लाग्छ। नमुना गाउँ विकास परियोजना बनाउँदाखेरि तथ्याङ्क र अध्ययनहरूलाई चाहिँ कसरी सङ्कलन गर्न सकिन्छ अधिकारी सर? तथ्याङ्क त के हो भन्नुहुन्छ भने अहिले जे जस्तो तथ्याङ्कहरू आइराखेका देख्छु मैले त्यसले त्यति सच्चाइ दिन सक्छ जस्तो लाग्दैन। गाउँमा अब हामीले के गर्नु पर्यो भने गाउँपालिका छन्। गाउँपालिकाले त्यो गाउँको जनसङ्ख्याको चाहिँ के अरे सर्वेक्षण गर्नु पर्यो। अनि युवा कति बालबालिका कति अनिखेर विद्या कति यी समय हेर्नु पर्यो। अनि ती हरेक घरमा युवालाई एउटा घरको एउटा कृषि प्रविधि जानकार बनाउनु पर्यो क्या। त्यस्तो खालको शिक्षा दिनु पर्यो। सुरुदेखि शिक्षामा पनि परिवर्तन लिएर आएर त्यस्तो काम गर्नु पर्यो अनि मात्रै हुन्छ। नत्र भनेदेखि हामी विकास गर्न सक्दैनौँ हजुर। सुशासनको लागि चाहिँ यहाँको अवधारणा यहाँले बुझ्नुभएको अभ्यासहरू चाहिँ के हुन् सर? सुशासन त यो एउटा बडो जटिल अवस्था बनेर आयो अहिले। त्यही सुशासन नै नभएर हामीहरू अलपत्र परेका छौँ। म त आफूलाई परीक्षण गरेर हिँडेकै मान्छे हो। किनभने मैले पनि जिम्मेवारी लिएर बसेको ठाउँमा मलाई कसैले क्वेसन गर्ने ठाउँ मैले पाइरहेको छैन। अब त्यस्तै अब अहिले प्रोफेसनल मान्छेहरूले चाहिँ यो शासन चलाउने अवस्था अहिले भर्खर देखिएको छ। एउटा यसलाई पोजिटिभ रूपमा हेर्नुपर्छ। तर प्रोफेसन अब के अरे महावीर पुन जस्ता मान्छे अथवा कुलमान घिसिङ जस्ता मान्छे यस्ता मान्छेहरू चाहिँ त्यहाँ एउटा शासनमा छन्। उनीहरूले पनि आफू दल सबल भएर त्यस्ता मान्छेहरूले सबैले दल सबल भएर चाहिँ देशको शासन चलाउनुपट्टि लाग्यो भनेदेखि मात्रै सुशासन हुन्छ। नत्र भने हुँदैन। आफू सफा हुने मान्छेले मात्रै अर्कालाई दोष दिन सक्छ न। आफू सफा नभए हुँदैन। त्यसैले अब हाम्रो यो तपाईँ सरकारले चाहिँ यो कार्यक्रमलाई चाहिँ व्यापकता देओस् र म पनि साथ दिउँला भनेर मैले के लागिरहेको छु। स्थानीय सरकारी स्तरका कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गैर सरकारी संस्था र यसका परिचालन कार्यक्रमहरूले चाहिँ कस्ता किसिमका प्रभावकारी गर्छन् सर? अब मैले धेरै अन्तर्राष्ट्रिय स्तरमा त मैले धेरै कुराहरू हेरिनँ। मैले इजरायलमा म एकचोटि गएपछि म त्यहाँ धेरै प्रभावित भएँ। बालुवामा चाहिँ हरेक चिज फलाइरहेछ। त्यहाँको उत्पादन युरोप अमेरिका गइरहेछ। सानो देश छ। 22,000 स्क्वायर किलोमिटरको देश हो। त्यस्तो उत्पादन भइरहेछ। त्यसबाट मैले इजरायली राजदूतलाई मैले छोडिनँ। अनि इजरायल राजदूतलाई लिएर मैले चाहिँ यहाँ त्यही किसिमको चाहिँ कार्यक्रमहरू सञ्चालन गरिरहेको छु। वरिपरि सकेको आफूले तागतले भ्याएसम्मको गरिरहेको छु मैले। र त्यहाँ युवाहरूलाई तालिम गर्ने चाहिँ वातावरण पनि मैले बनाएकै हो। त्यस्तै किसिमको चाहिँ मलाई के लाग्छ भने अब सरकारले गर्नुपर्ने काम पो मैले गर्न खोजेर म चाहिँ अलिकति हैरान भएको छु कि जस्तो मलाई लाग्यो। त्यसै किसिमले इजरायललाई जसरी प्रयोग भएको छ त्यस्तै अब अमेरिकन राजदूत भयो अरू विभिन्न राजदूत डिप्लोमेटिक मिसनहरूलाई हामीले टेक्नोलोजी ट्रान्सफरमा चाहिँ र अब प्रविधि हस्तान्तरण यी आदि सबै कुरामा चाहिँ प्रयोग गर्न सक्ने हो भने हुन्छ। तपाईँ अहिले यो गोठाटारमा एउटा मनमुरी सहकारी मैले त्यहाँ झन्डै 2000 जति महिला मोबिलाइज भएका छन्। त्यहाँ गएर हेर्नुभयो भने एउटा सानो नमुना त्यहाँ देखिन्छ। मैले नमुना भने मात्रै होइन त्यसलाई प्रयोग गर्न पनि खोजेको छु तर मेरो तागतले नभएको मात्रै हो। यसमा हजुर त वित्तीय क्षेत्रमा लामो समयको अनुभव पनि छ।
त्यसै गरी विकास नीति कार्यक्रम अवधारणाहरूको परियोजना सहज तरिकाले चाहिँ आम नागरिकलाई कसरी बुझाउन सकिन्छ स्पष्ट पारिदिनुहोस् न। आम नागरिकलाई बुझाउने माध्यम त अब तपाईँहरूको अब यो सञ्चार माध्यम पनि हो। अर्को त अहिले गाउँपालिकाहरू बनेको, गाउँपालिका एउटा स्कुल अफ चाहिँ के अरे लर्निङ भन्ने ठाउँ बनाउनु पर्छ कि स्कुल अफ पिपुल बनाउनु पर्छ कि त्यसलाई, त्यो भएन। त्यसलाई पनि परिचालन गर्न राम्रो सकिएन। कहाँबाट कमाउने भन्ने सोचहरू त्यहाँ पनि पस्यो जस्तो लाग्छ। त्यसले गर्दा सुशासन सारा बिग्रिसक्यो। त्यसैले आम नागरिकलाई जानकारी गराउनलाई त गाउँ सहर विकास तथा सामाजिक सुरक्षा शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ। हरेक गाउँमा भन्छु म, गाउँ सहर विकास तथा सामाजिक सुरक्षा कार्यक्रम शिक्षा कार्यक्रम त्यो चाहिँ हरेक गाउँमा चाहिँ हामीले लागू गर्नु पर्यो। त्यसको लागि त्यसको सेन्ट्रल पोइन्ट चाहिँ के हुनु पर्यो, सुरक्षा निकाय हुनु पर्यो। त्यसले स्कुलदेखि लिएर सबै के अरे विकास निकायदेखि सबैले समेटेर चाहिँ एउटा शिक्षा कार्यक्रम सुरु गर्छ। हरेक घर घरमा गएर चाहिँ यो प्रविधि सिकाउने, हरेक घर घरमा गएर कस्तो किसिमको चाहिँ जीवनचर्या चलिराखेको छ त्यो पनि बताउने। यी कार्यक्रमहरूमा अलिकति लाग्न सक्यो भने हुन्छ। यो देश बनाउन धेरै समय लाग्दैन सर, पटक्कै लाग्दैन। यो देश हामी छिट्टै बनाउन सक्छौँ, किनभने इजरायल जस्तो देशले त्यो बालुवा केही छैन त्यत्रो काम गरिरहेको छ, त्यत्रो कम उ गरे दुनियाँको चाहिँ उद्योग के अरे उसमा छ भने हामीले यो देश बनाउन त केही समय नै लाग्दैन। ल यो पछिल्लो राजनीतिक वृत्तचित्रमा हेर्दाखेरि भदौ 23 गते र 24 गतेको जेनजी आन्दोलनले अर्थतन्त्रलाई निकै खस्काएको छ। अब यो खस्किएको अर्थतन्त्र सँगसँगै यहाँले चाल्नुभएका नमुना गाउँ परियोजना एवं परिकल्पनाको अवधारणालाई चाहिँ हामीले अब नयाँ खाकाबाट लानुपर्छ कि यहाँको प्रतिवेदन पुरानै खाकाले काम गर्छ? कार्यक्रमको स्ट्रक्चर त त्यही नै हो। अब 23-24 गतेको दिन आन्दोलनको कुरा गर्नुभयो। मान्छे आन्दोलित किन भयो भने अब सम्बन्धित निकायले, जिम्मेवार निकायले राम्रो सर्भिस दिन नसकेको कारणबाट त्यो आएको हो। अब ती युवाहरू जागरुक भएर आउनु एउटा पोजिटिभ कुरा हो, राम्रो कुरा हो। किनभने युवाहरूले पनि आफ्नो देशको जिम्मेवारी लिन खोजेछन्। जेनजी भनेर आए अथवा जे भनेर आए पनि खोजेछन्, त्यो राम्रो विषयवस्तु हो। यद्यपि त्यहाँ त्यस आन्दोलनको बिचमा जुन आगजनी यी आदि भए, त्यो घुसपेटबाट भए अथवा के गरेर भए, त्यो चाहिँ दुःखद कुरा हो। त्यसैले अब युवाहरूले पनि के गर्नु पर्यो भने सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने। अब जे जति विगतमा बेचिएका संस्थाहरू छन्, जस्तै मेरो काली रबर उद्योग, मैले रबर प्लान्टेसन गराइरहेको छु झापा मोरङ सुनसरीमा गराइराखेको हो। एउटा अमेरिका बस्ने एउटा नेपाली आउनुभएको थियो, तिलक भण्डारी भन्ने, उहाँले गर्नुभएको थियो। त्यसलाई रिभाइभ गर्न खोजेको, अब त्यो सकिएन। अहिले अब त्यो वीरगञ्ज कृषि औजार चाहिँ अब फुलले गरिरहेका छन् भन्ने सुनेको छु, त्यो राम्रो कुरा हो। अनि कपडा कारखाना चाहिँ अब गएको सरकारले चाहिँ हेटौँडा कपडा कारखाना चाहिँ रिभाइभ गर्न खोजा हो। अब कागज कारखाना, भिरगुटी कागजको यी यस्ता संस्थाहरूलाई हामीले रिभाइभ गर्नु पर्यो। अब यस्ता संस्थाहरूको सम्पत्ति कहाँ चाहिँ छानबिन गरेर बदमासलाई कारवाही गर्नु पनि पर्यो कि, अनि मात्र सुशासन हुन्छ, मतलब हुँदैन नि त सर। स्थानीय तह, स्थानीय सरकारहरूले कृषि प्रयोजन र कृषि नयाँ प्रविधिलाई पनि विशेष गरी जोड दिनुपर्छ भन्ने यहाँको माग छ। अबको बाटाहरू चाहिँ स्थानीय सरकारहरूले चाहिँ कस्ता कस्ता कामहरूलाई चाहिँ कृषि क्षेत्रमा औल्याउनु पर्ला सर, यहाँको सुझाव के छ? अब स्थानीय सरकारहरूको अब ठुलो कुरा गरेर गफ गरेर हुँदैन क्या। यहाँ ठुल्ठुला कुरा गर्ने, काम नगर्ने मान्छेहरू धेरै भए। अब यहाँ मैले त के भन्न खोजेँ भने अब गाउँको स्रोतलाई राम्ररी परिचालन गर्न सक्नु पर्यो। हामीले अस्ट्रेलिया भनेर 8वटा ज पनि सुरु गरेका छौँ कि जल, जमिन, जङ्गल, जडीबुटी, जराजुडी, जलवायु, जनशक्ति, जनावर यी आदि भनेर अगाडि व्याख्या गरेर त्यसको पनि कार्यक्रम मसित भइसकेको छ। त्यसरी कुन चाहिँ स्रोत कुन ठाउँमा छ, अब यहाँ त खनिज पदार्थहरू प्रशस्तै छन्, अब जडीबुटी प्रशस्तै छन्। त्यो जडीबुटीलाई प्रशोधन गरेर त्यसलाई अगाडि बेच्न सक्यो भनेदेखि त्यसबाट पनि आम्दानी हुन्छ। अब तरकारी, फलफुल यी आदि सबै कुरा उत्पादन हुने क्षेत्र हामीतिर छ। हामी त्यत्तिकै अब चाइनिजहरूले भन्छन् तपाईँ सुनको कतौडा लिएर चाहिँ माग्ने हिँडिरह भनेर भन्छन्, त्यो पनि हो। अब त्यसैले हामीले अब अरूले के भन्छन् भन्दा पनि आफू तयारी भएर अगाडि बढ्न सक्नुपर्छ। अब मलाई लाग्छ तपाईँ स्थानीय सरोकार भनेर आउनु भएको छ, र मेरो आर्टिकल पनि यसमा स्थानीय सरोकार भने मासिक पत्रिकाले
डिसिमिनेट गराएर छ गाउँपालिकाहरूमा गयो होला, सायद जानकारी पनि भयो होला, ठिकै छ। त्यसमा गएर म छलफल गर्नुपर्छ भने पनि म छलफल गर्न तयार छु। तर देश बनिन्छ मलाई के पनि चाहिने मान्छे होइन, फेरि म निःशुल्क काम गर्दिनँ, म तयार छु। प्राथमिकता निर्धारण मापदण्डमा चाहिँ यहाँको परियोजना खाकाले चाहिँ कस्ता कस्ता विकास निर्माणलाई जोड दिन्छन् सर? अब विकास निर्माणलाई के गर्नु पर्यो, पहिलो प्राथमिकता के गर्नु पर्यो भने हामीले स्रोत परिचालनलाई प्राथमिकता दिनु पर्यो, स्रोतलाई आइडेन्टिफाई गर्नु पर्यो, स्रोतको साइकल बनाएको पहिला पहिचान गर्ने अनि फेरि त्यसलाई प्रयोग गर्ने र त्यसलाई संरक्षण पनि गर्ने। अब त्यो अहिले युएनले चाहिँ सस्टेनेबल डेभलपमेन्ट भनिरहेको छ नि, दीर्घकालीन के अरे विकास कार्यक्रम भनिरहेको छ नि, के अरे दिगो विकास कार्यक्रम, त्यसको लागि पनि अब जेफ्रे स्याक्सको त्यसको डिजाइनर उनीसँग मेरो सम्पर्क पनि छँदैछ र पनि उनले जुन 17वटा गोलहरू राखेका छन् नि, अब धेरैवटा गोल राखेर ठुलो संस्थाले त्यो गर्नुभन्दा पनि स्पेसिफिक रूपमा चाहिँ कार्यक्रम दिएर स्पेसिफिक रूपमा कार्यक्रम त्यसलाई चाहिँ एउटा मोडल बनाएर चाहिँ कार्यक्रम अगाडि बढाउनुपर्छ। पहिला नम्बरमा के छ भने अहिले हामी बुद्धको जन्मस्थलमा बसेका छौँ, ठुलो मौका हो हाम्रो। मैले के सोचिरहेको छु भने अब त्यो लुम्बिनीको सेन्टरलाई चाहिँ त्यहाँ एउटा म्याटर्निटी सेन्टर बनाउने, प्रसुति गृह बनाउने अनि बुद्धिस्ट फलोवर आएर त्यहाँ बच्चा जन्माउनु। जस्तो भुटानको राजा अहिलेको राजा प्रसुति गृहमा आएर जन्मेको हो, अब त्यस्तै त्यहाँ आएर बुद्धिस्टहरू त्यहाँ जन्मिउन्। त्यहाँबाट एउटा चाहिँ पिस पर्यटन सेन्टर बनाउने, त्यसलाई त्यहाँबाट पिस गरेको पिस पर्यटन यहाँबाट घोडागाडी ताल हुँदै हुँदै चाहिँ यहाँ काठमाडौँमा आइपुगोस्। दुवै साइडतिर चाहिँ नमुना गाउँ तयार गर्ने सबै सुविधाहरू प्राप्त हुने किसिमको वातावरण बनोस्, अनि त भइहाल्छ। सजिलो छ क्या, सजिलो छ। अब त्यो सजिलो बाटो बनाउने काम चाहिँ स्थानीय सरकारले गरोस् भन्ने मलाई चाहिँ आशय मैले राखेको छु। स्थानीय तहमा उत्पादन भएका रैथाने बाली, रैथाने खेतीहरू, त्यसपछि हाम्रा लोप उन्मुख अवस्थामा रहेका विभिन्न किसिमका उन्नत बिउहरू, यी चिजहरूलाई चाहिँ स्थानीय तहले पछिल्लो समय संरक्षण गरेको कतै कतै देखिन्छ। कुनै क्षेत्रमा अहिले उत्पादन भएको जलवायु परिवर्तनको कारणले पनि पर्याप्त मात्रामा उत्पादन हुन सकेको छैन। अब यहाँले कृषिको क्षेत्रमा पनि यहाँको लामो अनुभव छ, स्थानीय तहमा गाउँमा काम गरिरहँदाखेरि। अब यसलाई चाहिँ थप जोड दिनको लागि कस्ता कस्ता बालीहरूले चाहिँ अबको दिनहरुमा अब काम गर्न सक्छ? भन्नुपर्दा मैले आफ्नै कुरा गर्नु पर्यो। म जुनसुकै ठाउँमा बसेर काम गर्दा पनि आफ्नो तर्फबाट गर्न सक्ने काम गरे। म कृषि विकास ब्याङ्कमा काम गर्थेँ। अहिलेको माइतीघर मण्डलालाई मैले डिजाइन गरेर छोडेको हो। अब त्यसै अब मैले अब इजरायल गएपछि मैले इजरायल मोडलको खेती मैले काम गर्न सुरु गरेँ, खेती गर्न काम गराउन सुरु गरेँ। अब अहिले मेरो सोचाइ के हो भने अहिले यो गोठाटारमा एउटा बजार सुरु इन्टिग्रेटेड बजार सुरु गरेको छ। त्यो बजारको मोडल चाहिँ सबै ठाउँमा जाओस् भन्छु, किनभने स्थानीय उत्पादन चाहिँ त्यसमा सङ्कलन गरेर स्थानीय उत्पादनलाई त्यहाँ सङ्कलन गरेर त्यहाँबाट उपभोक्ताहरूले चाहिँ किन्न सक्ने क्षेत्र बनेको छ। त्यहाँनिर एउटा बरु त्यो क्षेत्रमा गएर यसो हेर्नु भए पनि हुन्छ। मनपुरी सहकारी हो, जयकलाले नेतृत्व गरेकी छन् एउटा महिलाले, त्यसरी गर्नुभए हुन्छ। यो सजिलो छ सर, तर स्थानीय उत्पादनलाई चाहिँ हामीले त्यसलाई चाहिँ उसको भ्यालु दिने र कृषकलाई चाहिँ सम्मान गर्ने, कृषकलाई चाहिँ उत्साहित गरेर काम गर्न लाउने। हाम्रा युवाहरू कोही पनि बाहिर जान पर्दैन। हाम्रा युवाहरूले यहाँकोले मान्छेले युवाले नपुगेर बाहिरको मान्छेले आएर काम गराउने सक्ने ठाउँ क्षमता भएको ठाउँ देश यो नेपाल हो कि। त्यसैले यो कुरामा हेर्न पर्छ। त्यसैले अब अहिले लुम्बिनीलाई मैले त्यही किसिमले हेरिरहेको छु। लुम्बिनीलाई अब एक किसिमको म विद्यार्थी पनि छु। त्यहाँ सुवर्ण बज्राचार्य चाहिँ भिसी हुनुहुन्छ। अब के अरे काठमाडौँ यो के अरे विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय एउटा नयाँ काम सुरु गरेको छ। उसले नेपाल प्राविधिक टेली इनोभेसन सेन्टरले चाहिँ अब अहिले ब्राजिलसित मिलेर यो स्नेक भेनम एन्टी स्नेक भेनम भ्याक्सिन चाहिँ उत्पादन गराउनलाई सुनसरीमा मैले प्रयास गरिरहेको छु। त्यसमा चाहिँ एसोसिएट हुँदैछ। यस्ता संस्थाहरूलाई पनि हामीले अलिकति इन्करेज गर्नु पर्यो। स्थानीय सरोकार अभियान जुन छ नि तपाईँले लिएर हिँड्नु भएको छ, त्यसो गर्नु पर्यो। त्यो गर्ने बित्तिकै हामी धेरै अगाडि बढ्छौँ। अगाडि बढ्ने ठाउँहरू धेरै छन्। अब मैले सहयोग गर्नुपर्ने ठाउँ छ भने म गरिरहन्छु। हामी कार्यक्रमको अन्तिममा पनि छौँ। स्थानीय सरकारबाट नमुना गाउँ व्यवस्थापनको सङ्गठनात्मक व्यवस्थापनमा चाहिँ कस्ता कस्ता वर्गीय, लिङ्ग, धर्म, संस्कृति, जात रहेका मान्छेहरूलाई चाहिँ संलग्नमा समावेश गरेर अगाडि बढ्न सक्छौँ अधिकारी सर? त्यसमा त मैले एउटा मोडल नै दिएको छु। त्यो मोडल अध्ययन गर्नु पर्यो। सबै मैले यहाँ अहिले व्याख्या गरेर चाहिँ पार लाग्दैन। एउटा कोअर्डिनेटिङ मोडलहरू डेभलप गरेर अगाडि बढ्नु पर्छ।
पर्छ। त्यसैले त्यो मोडल चाहिँ अध्ययन गरेर हामीले यो हाम्रो राष्ट्रिय स्थानीय सरकारले नै तलसम्म लैजाने काम गर्यो भने मलाई लाग्छ त्यो मान्छेहरू प्रशिक्षित हुन्छन् जस्तो लाग्छ। त्यहीबाट पनि यहाँ मैले भनेको छु स्थानीय प्रशिक्षण समिति पनि भनेको छ। यो दुनियाँ धेरै कुराहरू छन्। ती मोडलहरूलाई चाहिँ तपाईँले यो तपाईँको पत्रिकामा मैले हेरेँ त्यो एक दुईवटा मोडलहरू राखिदिनु भएको छ। म खुसी पनि भएँ। त्यसै यसरी जाउँ। अब देश बनाउने काममा चाहिँ हाम्रो यो स्थानीय सरकारले धेरै ठुलो काम गरोस्। म यही चाहिँ अब शुभकामना पनि भन्छु र म पनि तपाईँहरूसित साथसाथै हुन्छु भन्ने लाग्छ। किनभने मैले पनि थाहा नपाएकै हो कि महत्त्वपूर्ण समय दिएर आज हामीलाई जानकारी साथसाथै यसलाई मनन गर्नलाई म अनुरोध गर्छु र देशलाई माया गर्ने सबैलाई म चाहिँ धन्यवाद। र तपाईँहरूको स्थानीय सरकारको जुन चाहिँ मिडिया पनि सबल होस्, मेरो शुभकामना। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो शिव अधिकारी। विकास निर्माण, समृद्धि र पुनर्निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने मूल नाराका साथ रेडियो आहा 104.5 मेगाहर्जबाट प्रसारण हुने गर्छ। स्थानीय तहमा भएका विकास निर्माण, परिधि, नयाँ योजना, तर्जुमा र वित्तीय सुशासनलाई कसरी सबलीकरण गराउन सकिन्छ भन्ने विभिन्न विज्ञ, जनप्रतिनिधि र आम नागरिक बीचको प्रत्यक्ष कुराकानी यसै रेडियो मार्फत हुने गर्छ। हस्त आजलाई यस कार्यक्रम स्थानीय सरकारबाट प्राविधिक मित्र रोशन थापा र म जीवन शर्मा आज्ञा चाहन्छौ। नमस्कार। कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट। विदेश पढ्ने इच्छा पनि त्यस्तै र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ। त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ। त्यसको लागि सम्झनै पर्ने नाम ड्रिम सिटी अब्रोड एजुकेसन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युन सर्भिसेस, फ्री जापानिज ल्याङ्ग्वेज क्लास, आइएल्स प्रिपरेसन, करियर काउन्सिलिङ सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड तपाईको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रिम सिटीले नै छुटाइदिन्छ। document preparation, interview preparation, visa processing guidance, even departure support. ड्रिम सिटी को साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन। तपाईको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो। आजै सम्पर्क गर्नुहोस् ड्रिम सिटी अब्रोड एजुकेसन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चावहिल, चुच्चेपाटी चोक, काठमाडौँ। फोन 9866279606, 9845674956, 0159240044। ड्रिम सिटी अब्रोड एजुकेसन कन्सल्टेन्सी, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।